2082 भाद्र 23 र 24 गते नेपालमा भएको त्यो जेएनजी आन्दोलन अनि त्यसपछिको जुन अकल्पनीय क्षति भयो नि हो त्यसको छानबिन गर्न गठित कार्की आयोगको आधिकारिक प्रतिवेदन हो। पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तयार भएको दस्तावेज जसले धेरै कुरा सतहमा ल्याइदियो। हो त नि। र आज हाम्रो यो गहन अध्ययनको मुख्य उद्देश्य नै यो बाक्लो अनि अलि जटिल प्रतिवेदनलाई सरल रूपमा डिकोड गर्नु हो। आखिर त्यो 2 दिनको आन्दोलन किन भयो, राज्य संयन्त्रका के कस्ता गम्भीर त्रुटिहरू आयोगले औल्यायो र अबको बाटो कस्तो हुनुपर्छ। किनभने यो प्रतिवेदन भनेको केवल घटनाक्रमको सूची मात्रै होइन क्या। मैले त यसलाई हाम्रो राज्य प्रणालीकै एउटा ऐनाको रूपमा बुझेको छु। सही कुरा। यसलाई यसरी सोचौँ न, सामान्यतया जब हामी भूकम्पपछिको भग्नावशेष हेर्छौँ नि, हाम्रो ध्यान त भत्किएका पर्खाल र छानोमा मात्र जान्छ। हजुर। तर यदि कुनै इन्जिनियरलाई त्यो ठाउँमा लगियो भने उसले त बाहिरको क्षति मात्र हेर्दैन नि, उसले सिधै घरको ब्लुप्रिन्ट माग्छ अनि हेर्छ कि जग कहाँ कमजोर थियो, पिलरमा कति डन्डी हालिएको थियो भनेर। ओहो, एकदम सटिक उदाहरण दिनुभयो। होइन त? आज हामी ठ्याक्कै त्यस्तै एउटा भग्नावशेषको ब्लुप्रिन्टमाथि छलफल गर्दैछौँ। बाहिरबाट हेर्दा भाद्र 23 र 24 को घटना 2 दिनको सडक प्रदर्शन जस्तो मात्र देखिए पनि भित्र जगमै कुशासन र निराशाको धमिरा कसरी लागिसकेको थियो भन्ने कुरा यो प्रतिवेदनले छर्लङ्ग पार्छ। हो, त्यो ब्लुप्रिन्टको कुरा एकदमै महत्त्वपूर्ण छ, किनकि भूकम्पले घर भत्काउनु अघि जमिनमुनि वर्षौंदेखि कसरी ऊर्जा जम्मा भइरहेको थियो भन्ने कुरा नबुझिकन हामीले क्षतिको वास्तविक मूल्याङ्कन गर्ने सक्दैनौँ नि। एकदम। यो प्रतिवेदनले त्यही भित्री ऊर्जा मतलब नेपाली समाजमा खास गरी युवा पुस्तामा वर्षौंदेखि गुम्सिएको असन्तुष्टिको चिरफार गरेको छ क्या। प्रतिवेदनले नै पृष्ठभूमि केलाउँदै प्रष्ट भनेको छ कि पछिल्लो 35 वर्षमा 30वटा सरकार बन्नु, एउटै राजनीतिक नेतृत्वको बारम्बार पुनरावृत्ति हुनु अनि सार्वजनिक सेवा प्रवाहमा चरम ढिलासुस्ती र रोजगारीको अभाव हुनु। अनि युवाहरू दिनौं हजारौंको संख्यामा विदेशिनु। हो नि, यी सबै कुराले एउटा ठूलो विस्फोटक पृष्ठभूमि त पहिल्यै तयार पारिसकेका थिए। सुन्दा नै अचम्म लाग्छ क्या 30वटा सरकार। तर पृष्ठभूमि जतिसुकै निराशाजनक भए पनि आगो लाग्नलाई कुनै न कुनै एउटा सानो झिल्को त चाहिन्छ नि त। ठ्याक्कै यो आन्दोलनको बिउ चाहिँ कसरी रोप्यो त? अब प्रतिवेदनले त्यो झिल्कोको ठ्याक्कै पहिचान गरेको छ। 2082 भाद्र 19 गते तत्कालीन सरकारले एउटा निर्णय गर्यो, याद छ नि तपाईँलाई? त्यो सामाजिक सञ्जालको कुरा हो। आधिकारिक रूपमा दर्ता नभएका सम्पूर्ण सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाउने निर्णय। ओहो, ल यसलाई अलि गहिराईमा बुझौँ। अहिलेको समयमा सामाजिक सञ्जाल नै बन्द। आजको जेनजी पुस्ताको लागि त यो मनोरञ्जनको माध्यम मात्रै त होइन नि। एकदमै होइन। यो त उनीहरूको सञ्चारको आधार हो। कतिपयको त आम्दानी र फ्रिलान्सिङको मुख्य माध्यम नै यही हो। यो निर्णयलाई त प्रेसर कुकरको सिटी बन्द गरेर तलबाट आगो बढाएको जस्तो मान्न सकिन्छ नि, होइन र? सही भन्नुभयो। युवाहरूको असन्तुष्टिलाई सम्बोधन गर्नुको साटो उनीहरूको आवाज नै बन्द गर्न खोज्दा विस्फोट भएको हो त? ठ्याक्कै त्यही भएको। प्रेसर कुकरको सिटी थुन्दा जे हुन्छ नि, यहाँ त्यही भयो। यदि यसलाई बृहत रूपमा हेर्ने हो भने यो विशुद्ध नेपालको मात्रै कथा होइन क्या। भन्नाले अरू देशमा पनि यस्तो भएको छ? अनि प्रतिवेदनले नै बङ्गलादेश, केन्या जस्ता देशका जेनजी आन्दोलनहरूको उदाहरण पनि दिएको छ। त्यहाँ पनि आर्थिक सङ्कट वा यस्तै कुनै अनुधार सरकारी निर्णय विरुद्ध युवाहरू डिजिटल माध्यमबाटै सङ्गठित भएका थिए नि त। भनेपछि ग्लोबल ट्रेन्ड नै यस्तै छ। हो, नेपालको सन्दर्भमा पनि सामाजिक सञ्जालमाथिको प्रतिबन्ध एउटा ट्रिगर मात्र थियो। मुख्य कारण त सिस्टमेटिक फेलियर नै थियो। अनि त्यसैको परिणाम स्वरूप भाद्र 23 गते माइती घरबाट इनफ इज इनफ र नेपो किड्स जस्ता नारासहित हजारौं युवाहरू सडकमा ओर्लिए। अनि जब त्यो प्रेसर कुकर विस्फोट भयो, अवस्था यति असामान्य बन्यो कि प्रतिनिधि सभा नै भङ्ग हुन पुग्यो। राज्य संयन्त्र नै पुरै हतप्रभ भयो। त्यसपछि त अवस्था हातबाट गइहाल्यो नि। अनि त्यसपछि सत्य तथ्य पत्ता लगाउन सरकारले असोज 5 गते यो जाँचबुझ आयोग गठन गर्यो, जहाँ विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्व थियो अनि पूर्व एआइजी विज्ञानराज शर्मा र अन्तर्राष्ट्रिय अपराध अनुसन्धान विज्ञ विश्वेश्वर प्रसाद भण्डारी सदस्य हुनुहुन्थ्यो। हो, अनि उहाँहरूको कार्यादेश वा म्यान्डेट पनि निकै फराकिलो थियो। भौतिक र मानवीय क्षतिको छानबिन गर्ने, कारण पत्ता लगाउने, दोषी पहिचान गर्ने
र भविष्यमा यस्ता घटना नदोहोरिन सुझावसहित कार्ययोजना पेश गर्ने। अनि अवस्था कति जटिल थियो भने नि यो प्रतिवेदन तयार पार्न समय अभावले गर्दा आयोगको म्याद 3 पटकसम्म थपिएको थियो क्या। तर यहाँनिर मेरो एउटा प्रश्न छ है। म अलिकति डेभिल्स एडभोकेट बनेर सोध्छु नि त। ल सोध्नुस् न। नेपालको इतिहासमा त यस्ता आयोगहरू बन्ने अनि तिनका बक्ला प्रतिवेदनहरू मन्त्रालयको दराजमा थन्किने र माकुराको जालो लाग्ने परम्परा नै छ। हामीले 100औं आयोग देखिसक्यौं। यस आयोगको अनुसन्धान शैलीमा त्यस्तो के विशेष कुरा थियो जसले यसलाई कर्मकाण्डी मात्र हुनबाट रोक्न सक्छ? यो एकदमै जायज र गम्भीर आशंका हो। आम नागरिकले यस्तो प्रश्न उठाउन एकदम स्वाभाविक पनि हो। तर यस प्रतिवेदनको कार्यप्रणाली हेर्दा नि यो विगतका कतिपय आयोगहरूभन्दा प्राविधिक रूपमा निकै अगाडि देखिन्छ। कसरी? त्यस्तो के नयाँ गर्यो त यसले? अब विगतका आयोगहरू धेरै जसो मानिसको बयान, सोधपुछ र कागजपत्रमा मात्र भर पर्थे नि त। तर कार्की आयोगले डिजिटल फुटप्रिन्टलाई आफ्नो मुख्य हतियार बनायो। भनेपछि प्रविधिको प्रयोग गर्यो। धेरै क्षति भएका 13वटा जिल्लाहरूमा स्थलगत अवलोकन त गर्यो नै, तर त्यसका साथै हजारौं घण्टाको सीसीटीभी फुटेजको विश्लेषण गर्यो, कल डिटेल रेकर्ड्स अनि बीटीएस डाटा जस्ता प्राविधिक कुराहरूको व्यापक प्रयोग गर्यो। कसले कसलाई कहाँबाट कल गरिरहेको थियो, भिल कसरी परिचालित भइरहेको थियो, यी सबै कुरा प्राविधिक तथ्यबाट निकालिएका हुन्। भनेपछि कसैको भनाइ वा अनुमानको भरमा होइन, डाटाको आधारमा निष्कर्ष निकालियो। एकदमै। र यही तथ्यपरक अनुसन्धानले गर्दा आयोगले एउटा अत्यन्तै महत्त्वपूर्ण र स्पष्ट लाइन कोरेको छ। आयोगले भाद्र 23 र 24 गतेका घटनाहरूलाई एउटै डालोमा राखेको छैन क्या। यो अलि विस्तारमा बुझाउनुस् न। 2 दिनको आन्दोलन एउटै थिएन र? थिएन नि। प्रतिवेदनले एकदमै प्रष्ट रूपमा के भनेको छ भने भाद्र 23 गतेको प्रदर्शन विशुद्ध जेन्जी युवाहरूको थियो। त्यो स्वतःस्फूर्त थियो। त्यसमा निराशा र आक्रोश पक्कै थियो, तर त्यो आपराधिक थिएन। तर 24 गते त अर्कै भयो नि। भाद्र 24 गते आन्दोलनको स्वरूप पुरै फरियो। आन्दोलनकालीको भेषमा आपराधिक र लुटेरा समूहहरूको घुसपैठ भयो। सुनियोजित रूपमा सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जस्ता अति संवेदनशील ठाउँहरूमा आक्रमण र आगजनी गरियो। एकैछिन यानु र म रोक्न चाहन्छु। संसद भवन र सर्वोच्च अदालत जस्ता ठाउँमा आक्रमण, अनि त्यति बेला राज्यको सुरक्षा संयन्त्र चाहिँ के हेरेर बसेको थियो त? त्यहीँनिर त सबभन्दा ठूलो विफलता छ नि। र यही घुसपैठ र राज्यको अकर्मण्यताको कारण मानवीय क्षतिको अत्यन्तै कहाली लाग्दो तथ्याङ्क हामी देख्छौं। जम्मा 76 जनाको मृत्यु भयो। के 76 जना जम्मा 2 दिनको सडक प्रदर्शनमा? हो, सुन्दा आङ नै जिरिङ्ग हुन्छ। र त्योभन्दा पनि डरलाग्दो तथ्याङ्क के छ भने नि ती 76 जना मध्ये 42 जना त सुरक्षाकर्मीकै गोलीबाट मारिएका हुन्। 42 जना? बाँकी मध्ये 3 जना प्रहरीहरू चाहिँ आन्दोलनकारीको आक्रमणबाट मारिएका छन्। अनि यसका अलावा 2522 जना घाइते भए र करिब 85 अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भयो। सबैभन्दा रोचक कुरा त के छ भने नि प्रदर्शनमा त पहिला अश्रु ग्यास, पानीको फोहरा वा लाठीचार्ज गर्ने नियम हुन्छ नि, होइन र? यो त एउटा शान्तिपूर्ण कन्सर्टमा अचानक हुलदङ्ग हुँदा सुरक्षाकर्मीले सामान्य लाठीचार्ज गर्नुको साटो सिधै तोप पड्काए जस्तो भएन र? समानुपातिक बल प्रयोगको नियम किन यति सजिलै बिर्सियो? यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ, जसलाई हामी मानव अधिकारको भाषामा प्रोपोर्सनालिटी अर्थात् समानुपातिक बल प्रयोग भन्छौं नि, त्यसको यहाँ ठाडो उल्लङ्घन भएको छ। धातुको गोली अर्थात् लाइभ एम्युनिसन त अन्तिम विकल्प मात्र हो क्या? ज्यानै जोखिममा पर्दा मात्र चलाउने हो नि त्यो त? हो नि। तर प्रतिवेदनले औल्याएको छ कि घण्टौंसम्म लाइभ फायरिङ हुँदा पनि रोक्ने कुनै प्रयास नै भएन। यो त मानव अधिकारको चरम उल्लङ्घन हो। यो कुरा सुन्दा त मलाई कस्तो लाग्यो भने मानव एउटा भवनमा आग लागि भयो। त्यहाँ एउटा अत्याधुनिक फायर अलार्म सिस्टम पनि छ अनि आगो निभाउने स्प्रिङ्कलर सिस्टम पनि छ। तर अलार्म र स्प्रिङ्कलर जोड्ने तार चाहिँ मुसाले काटेको छ। यहाँ पनि राष्ट्रिय अनुसन्धान विभाग जस्तो गुप्तचर संस्था जसले अलार्मको काम गर्नुपर्ने थियो उसले पूर्व सूचना दिन सकेन। अनि फिल्डमा आक्रमण हुँदा माथिल्लो तहबाट सही समयमा सही आदेश रूपी स्प्रिङ्कलर नआउनु नै यति ठूलो क्षतिको कारण बन्यो। के समन्वय यति धेरै कमजोर थियो त?
तपाईले दिनुभएको यो अलार्म र स्प्रिङ्कलरको एनालोजी एकदमै सटिक छ क्या। यहाँ तार मुसाले काटेको मात्र होइन, कुन तार कसले जोड्ने भन्ने नै कसैलाई थाहा थिएन। भद्रगोल नै रहेछ। अनि यसले हाम्रो सुरक्षा संयन्त्रको कमान्ड एन्ड कन्ट्रोल कति लथालिङ्ग छ भन्ने देखाउँछ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाबीच समन्वयको चरम अभाव थियो। फिल्डमा सिडिओ एकातिर, प्रहरी प्रमुख अर्कोतिर र मन्त्रालय अर्कोतिर फर्केर बसेको अवस्था थियो भन्छ प्रतिवेदनले त। अब यति ठूलो मानवाधिकार हनन, समन्वयको अभाव र अर्बौंको क्षति भइसकेपछि यसको जिम्मा कसले लिने त? प्रतिवेदनले कसलाई कारबाहीको दायरामा ल्याएको छ? प्रतिवेदनले यो मामिलामा कसैलाई पनि छाडेको छैन, सिधै माथिल्लो तहसम्मै पुगेको छ। कार्यकारी प्रमुख तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई सिधै जिम्मेवार ठहराएको छ। एकैछिन प्रधानमन्त्रीलाई नै? हो नि, उहाँहरूले सुधारात्मक आदेश नदिएको कारण देखाउँदै मुलुकी अपराध संहिता 2074 को दफा 181 र 182 बमोजिम अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको छ। कुनै पनि बहालवाला वा भर्खरै हटेका प्रधानमन्त्रीलाई सिधै फौजदारी अभियोजनको सिफारिस गर्नु त नेपालको इतिहासमै निकै ठूलो कुरा हो नि। हो, साथै तत्कालीन गृह सचिव, सशस्त्र प्रहरी प्रमुख, गुप्तचर प्रमुख र काठमाडौँका सिडिओलाई पनि कारवाही सिफारिस गरिएको छ। तर मलाई यहाँनिर अलिकति कन्फ्युजन भयो है। म एउटा सामान्य नागरिकको हिसाबले सोध्छु नि त। हजुर। यदि म प्रधानमन्त्री छु, म बालुवाटारमा मिटिङमा बसिरहेको छु र उता माइतीघर वा संसद भवन अगाडि कुनै प्रहरी जवानले गोली चलाउँछ भने मैले कसरी त्यो अपराध गरेको ठहलिन्छ त? मैले त सिधै गोली चलाऊ भनेर आदेश दिएको थिएन भनेर मौन बस्नु नै अपराध मानिएको हो। यहाँको सबैभन्दा चासो लाग्दो पक्ष के हो भने नि, यो धेरैले नबुझ्ने तर अत्यन्तै महत्त्वपूर्ण कानुनी पाटो हो। राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनमा कमान्ड रिस्पोन्सिबिलिटी अर्थात् नेतृत्वको जवाफदेहिता भनिने एउटा सिद्धान्त हुन्छ क्या। अलि सजिलो भाषामा भन्दाखेरि यसलाई यसरी बुझौँ, यदि तपाईँ एउटा कम्पनीको म्यानेजर हुनुहुन्छ अनि तपाईँको अगाडि तपाईँको कर्मचारीले कसैलाई कुटपिट गरिरहेको छ, तपाईँले कुट भनेर आदेश दिनुभएको त छैन नि त? छैन। तर तपाईँले नकुट वा रोक भनेर आदेश पनि दिनु भएन। तपाईँ चुपचाप हेरेर बस्नुभयो। कानुनको नजरमा त्यो नरोक्नु वा सुधारात्मक आदेश नदिनु भनेको तपाईँको कर्तव्यको जानाजानी उल्लङ्घन हो। भनेपछि एक्सन नलिँदा पनि फसिन्छ। हो, जब राज्यको सुरक्षा संयन्त्रले लगातार घण्टौँसम्म नागरिकमाथि घातक हतियार प्रयोग गरिरहेको हुन्छ, तब कार्यकारी प्रमुख वा गृहमन्त्रीले मैले आदेश दिएको थिएन भनेर पन्छिन मिल्दैन। घटनालाई रोक्न सुधारात्मक आदेश दिनु पनि त उहाँहरूकै दायित्व हो नि। त्यही नदिएको हुनाले फौजदारी अभियोजनको सिफारिस भएको हो। अब प्रष्ट भयो। अधिकार लिएर कुर्सीमा बसेपछि चुप लाग्न पाइँदैन। तर यो प्रतिवेदन जति कडा छ त्यति नै विवादरहित त पक्की छैन होला नि। मैले सुने अनुसार केही विवादास्पद बुदाहरू पनि सतहमा आएका छन्, होइन र? पक्कै पनि। यति गम्भीर प्रतिवेदन विवादमुक्त हुने त कुरै भएन। विशेष गरी दुईवटा कुरामा ठूलो बहस भइरहेको छ अहिले। पहिलो त आयोगका अध्यक्षमाथि राजनीतिक पूर्वाग्रह राखेको भन्दै आलोचना भएको छ। त्यो त अब नेपालमा जुनसुकै प्रतिवेदन आउँदा पनि लाग्ने नियमित आरोप जस्तै भइहाल्यो नि। अर्को विवाद चाहिँ के हो नि? अर्को विवाद चाहिँ अलि प्राविधिक छ। प्रतिवेदनको मेथोडोलोजीमाथि प्रश्न उठेको छ क्या। प्रतिवेदनले डिस्कर्ड सर्भर र आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोगबाट भिडलाई सुनियोजित रूपमा परिचालन गरिएको दावी गरेको छ। तर कतिपय प्राविधिक विज्ञहरूले के भनेका छन् भने स्वतः स्फूर्त अनलाइन गतिविधि र सुनियोजित नक्कली बोट एक्टिभिटी बीचको भिन्नता छुट्याउन प्रतिवेदन पूर्ण रूपमा सफल भएको छैन। हो, म पनि यही सोध्न लाग्दै थिएँ क्या। के साँच्चै एआई वा डिस्कार्ड सर्भरले भौतिक रूपमा संसद भवनमा आगजनी गराउन सक्छन् र? त्यही त। कतै यो सरकार वा आयोगले आफ्नो असक्षमता लुकाउन प्रविधिलाई बलिको बोको बनाएको त होइन? हामीले नियन्त्रण गर्न सकनौँ किनकि एआईले गर्दा हो भनेर पन्छिन खोजेको पो हो कि? यो एकदमै बलियो प्रश्न हो। धेरै विश्लेषकहरूले पनि यही भनेका छन्। आयोगले आफ्नो डाटा देखाएर दावी त गरेको छ, तर डिजिटल स्पेसमा कुन कुरा अर्ग्यानिक आक्रोश हो र कुन कुरा एल्गोरिदमबाट परिचालित हो भनेर ठ्याक्कै रेखा कोर्ने निकै गाह्रो हुन्छ क्या। त्यो त हो।
अब गल्ती गर्नेलाई कारबाही त होला, यो एआई र डिस्कर्डको विवादमा प्राविधिकहरूले बहस पनि गर्दै गर्लान्। तर आम नागरिकको लागि मुख्य कुरा के हो भने यो भ्वाङ परेको प्रणालीलाई कसरी टाल्ने त? फेरि यस्तो घटना नहोस् भनेर कानुनी र संस्थागत सुधारका के कस्ता सुझाव दिएको छ नि? प्रतिवेदनले दिएका सिफारिसहरू हेर्दा नि यो केवल बाहिरी मर्मत मात्र होइन, स्ट्रक्चरल परिवर्तनकै कुरा छ। एउटा मुख्य सिफारिस भनेको प्रधानमन्त्रीको मातहतमा रहने गरी इन्टर एजेन्सी इन्फर्मेसन सेयरिङ सेन्टर स्थापना गर्ने हो। यो भनेको त्यही अघिको अलार्म र स्प्रिङ्कलर जन्ने नयाँ तार जस्तै भयो होइन? सेना, प्रहरी र गुप्तचरले एउटै टेबलमा बसेर सूचना आदान प्रदान गरून् भनेर। हो, ठ्याक्कै त्यही हो। अनि राष्ट्रिय अनुसन्धान विभागमा आधुनिक साइबर युनिट बनाउने कुरा पनि छ। अर्को महत्त्वपूर्ण कुरा भनेको भीड नियन्त्रणका लागि ज्यान नलिने हतियार अर्थात् नन लिथल वेपनको अनिवार्य प्रयोग गर्नुपर्ने नियम। त्यो त झन् एकदम जरुरी छ। अनि नागरिक एप मार्फत प्रत्येक वर्ष अनिवार्य सम्पत्ति विवरण अद्यावधिक गर्ने कुरा पनि छ नि, ताकि भ्रष्टाचार नियन्त्रण होस्। सुन्दा त एकदमै राम्रो लाग्छ। यो त कम्प्युटरको मोनिटर मात्र फेरेर पुग्दैन, पुरै अपरेटिङ सिस्टम नै बदल्नुपर्छ भन्ने जस्तो रहेछ। त्यस्तै हो। तर मेरो एउटा व्यावहारिक प्रश्न छ है, यदि हाम्रा सुरक्षा निकायहरू बीच इगोको लडाई छ, को भन्दा को ठूलो भन्ने हाबी छ भने के सूचना आदान प्रदान गर्न एउटा नयाँ सेन्टर खोल्दैमा त्यो खाडल पुरिएला त? नयाँ बोर्ड झुन्ड्याउँदैमा काम गर्ने शैली त फेरिँदैन नि? तपाईको कुरा 100% सही छ। नयाँ भवन बनाउँदैमा रातारात सबै ठिक हुँदैन। तर प्रतिवेदनले यो कुरा राम्ररी बुझेर नै कानूनमै स्पष्ट डिमार्केसन अर्थात् कार्य विभाजन हुनुपर्छ भनेको छ क्या। भन्नाले कानून नै फेर्ने? अहिलेको कानूनमा कुन बललाई कतिखेर प्रयोग गर्ने भन्ने स्पष्टता छैन। त्यसैले स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर्स परिमार्जन गर्न र भिभिआइपी सुरक्षाका लागि सिंगल कमान्ड प्रणाली लागू गर्न सिफारिस गरिएको छ। कानूनमै कसले कसलाई रिपोर्ट गर्ने भनेर ब्ल्याक एन्ड व्हाइटमा लेखिएपछि त इगोले मात्र काम रोक्न सक्दैन नि। अनि त्यो साइबर युनिटको कुराले पनि धेरै अर्थ राख्छ है? राख्छ नि। सडकमा भिड आउनु अघि अनलाइनमा कस्तो माहौल बन्दैछ भनेर बुझ्न प्रविधिमा आधारित इन्टेलिजेन्स त अहिलेको समयमा अनिवार्य नै भइसक्यो नि। परम्परागत गुप्तचरले मात्र अब पुग्दैन। त्यसो भए यसको समग्र अर्थ के हो त? योजना जतिसुकै राम्रो भए पनि लागू गर्ने दृढ इच्छाशक्ति भएन भने त त्यो कागजको खोस्टो मात्र बन्छ। यो प्रतिवेदन पनि त्यस्तै हुने त होइन? त्यस्तो नहोस् भनेरै प्रतिवेदनले एउटा स्पष्ट कार्यान्वयनको कार्ययोजना नै प्रस्तुत गरेको छ क्या। फलानो काम यति महिनाभित्र यो मन्त्रालयले गरिसक्नुपर्छ भनेर समय सीमा नै तोकिदिएको छ। जिम्मेवारी पन्छ्याउने बाटो नै बन्द गर्न खोजिएको छ भनेपछि अशासकीय सुधार र सार्वजनिक सेवा प्रवाहमा परिवर्तनको खाका नि कोरेको छ। भनेपछि के हामीले यो प्रतिवेदनलाई पुरानो शासन प्रणालीको डेथ सर्टिफिकेट र नयाँ पुस्ताको बर्थ सर्टिफिकेटको रूपमा लिन सक्छौं त? ऐतिहासिक परिप्रेक्ष्यमा हेर्दा नि यो एकदमै सटीक विश्लेषण हो। यो दस्तावेजले नेपाली राजनीति र प्रशासनमा जवाफदेहिताको एउटा नयाँ बेन्चमार्क पक्कै स्थापित गरेको छ क्या। साँच्चै भन्ने हो भने हामीले आज जुन कुराकानी गर्यौं नि, यसले मलाई एउटा कुरा प्रश्न बनायो। कार्की आयोगको यो प्रतिवेदन केवल 2 दिनको आन्दोलनको फेहरिस्ट मात्रै होइन रहेछ। होइन नि, यो त दशकौंदेखिको कुशासन र असन्तुष्टिको दस्तावेज हो। यसले राज्य संयन्त्रलाई ऐना झैं छर्लङ्ग देखाइदिएको छ कि युवाहरूको चेतनालाई अब पुरानो शैलीमा बेवास्ता गर्न वा लाठी र बन्दुकको भरमा दमन गर्न सकिँदैन। एकदम। अनि राज्य सञ्चालकहरूलाई पनि कडा सन्देश दिएको छ। पारदर्शी नभएसम्म जस्तो सुकै बलियो सुरक्षा फौज भए पनि त्यसले जनआक्रोशलाई रोक्न सक्दैन। हो, आम नागरिक र युवा पुस्तालाई उनीहरूको आवाजमा कति धेरै शक्ति छ भनेर पनि बुझाएको छ यसले। त्यसो भए जाँदा जाँदै श्रोताहरूलाई सोच्न बाध्य पार्ने एउटा अन्तिम विचार गरौँ है त। ल भन्नुस्। हाम्रो कुराकानीको सुरुमा हामीले भनेका थियौं नि, एउटा सामाजिक सञ्जालमाथिको प्रतिबन्धले कसरी प्रेसर कुकर पड्क्यो भनेर। आजको यो समग्र अध्ययनपछि सोच्न बाध्य भइन्छ कि यदि एउटा डिजिटल प्लाटफर्म बन्द गर्ने सरकारको निर्णयले सिङ्गो व्यवस्थालाई नै हल्लाइदिन सक्छ र बहालवाला प्रधानमन्त्रीलाई नै फौजदारी कठघरामा उभ्याउने सिफारिससम्म पुर्याउन सक्छ भने डिजिटल युगमा सूचनामाथिको सरकारी नियन्त्रणको भविष्य चाहिँ के होला? निकै गम्भीर प्रश्न। के अबका क्रान्तिहरू सडकको भग्नावशेषमा ओर्लिनुभन्दा पहिल्यै एल्गोरिदम र डिस्कोर्ड सर्भरहरूमै लडिसक्नेछन्? यो एउटा यस्तो प्रश्न हो जसको उत्तर हाम्रो आउने पुस्ताले आफै खोज्नेछ।